चाहिँ हजुरहरूलाई यो भिडियोमा युट्युब च्यानल चाहिँ कसरी बनाउने भन्ने कुरा सिकाउन गइरहेको छु। धेरैजनाहरूले युट्युब च्यानल बनाउँदाखेरि एकदम धेरै गल्तीहरू गर्नुहुन्छ। त्यो कारणले सुरुमा च्यानलहरूलाई ग्रो हुन पनि अलिकति अप्ठ्यारो हुन्छ। च्यानलहरूमा सुरुमा भ्युज रिचहरू पुग्दैन। त्यो भएको हुनाले आज चाहिँ मैले युट्युब च्यानल कसरी बनाउने त भन्ने कुरा लिएर आएको छु। हजुरहरूले भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला। फर्स्टमा हजुरले युट्युबमा जानुपर्ने हुन्छ र युट्युबमा गइसकेपछि हजुरसँग पहिले नै एकाउन्ट छ भने चाहिँ ठिक छ, त्यो पुरानो भइसक्यो। तर हजुरले नयाँ खोल्दा नै ठिक हुन्छ जस्तो लाग्छ मलाई, किनभने नयाँ अकाउन्ट खोल्दाखेरि नयाँ अकाउन्टलाई युट्युबले रिच धेरै दिने गर्छ। त्यसको लागि हजुरले फर्स्टमा हजुरको युट्युब अकाउन्टमा आउनुपर्ने हुन्छ, प्रोफाइलमा। त्यसपछि अकाउन्ट लेखेको छ अनि त्यसपछि यहाँ धेरै अकाउन्टहरू देखाउँछ। मसँग चाहिँ धेरै अकाउन्ट छ। त्यहाँनिर एड अकाउन्ट भनेर हुन्छ, एड अकाउन्टमा क्लिक गर्नुहोस् र कन्टिन्यू गर्नुहोस्। मैले चाहिँ यहाँनिर एउटा नाम चाहिँ राखिदिन्छु, जस्तै कि अहिलेको लागि विकास राखिदिउँ। यहाँनिर चाहिँ अब हजुरहरूको कास्ट के हो त्यो राख्नु होला। ओली खड्का के हुन्छ, हजुरले जे छ त्यही राख्नु होला। मैले चाहिँ ओली राखिदिन्छु यहाँनिर। अनि त्यसपछि हजुरले यहाँनिर एज चाहिँ अलिकति धेरै नै चुज गर्नुपर्ने हुन्छ हजुरहरूले, किनकि नयाँ भयो भने चाहिँ अलिकति अप्ठ्यारो नै हुन्छ सबै कुरा त्यो गर्नलाई। हामीलाई पछि समस्या नपरोस् भनेर हामीले चाहिँ 2001 नै राखिदिउँ अहिलेलाई। अनि हजुरको जति हो त्यसरी नै राख्नु होला। अहिले चाहिँ नर्मल्ली मैले चुज गरिदिइरहेको छु यहाँ। अनि त्यसपछि मेल हुनुहुन्छ भने मेल, फिमेल हुनुहुन्छ भने फिमेलमा राख्नु होला। र यसरी हामीले जिमेल अकाउन्ट चाहिँ क्रिएट गर्न जान्छौँ। युजर नेमहरू हजुरले चुज गर्नु होला। जस्तो मैले विकास ओली 46 चाहिँ चुज गरेँ यहाँनिर, यो चाहिँ मिलेन। अनि विकास ओली 537 भनेर चुज गरेँ मैले, यो चाहिँ मिल्दो रहेछ। अनि हजुरले सिम्पल पासवर्ड चाहिँ राख्नु होला। अब स्ट्रङ आफूले चाहिँ चाहिने पासवर्ड राख्नु होला। मैले मेरो पासवर्ड राख्छु। अनि यहाँनिर चाहिँ हजुरले आफ्नो नम्बरहरू राख्नुपर्ने हुन्छ। यहाँनिर चाहिँ यसरी नम्बर राख्नु भनेर आउँछ, नम्बर। अनि नम्बर चाहिँ राख्नुपर्छ हजुरले। मैले चाहिँ मेरो नम्बर राख्दैछु सिम्पल यहाँनिर। यति गरेपछि हजुरको जिमेल अकाउन्ट क्रिएट भइसकेपछि हजुरको युट्युब अटोमेटिक ओपन हुनेछ। हजुरले चाहिँ यो युट्युब अकाउन्टमा यो भर्खरै क्रिएट भएको हुनाले अहिले चाहिँ यसमा च्यानल चाहिँ क्रिएट भएको हुँदैन र हजुरले यहाँनिर च्यानल चाहिँ क्रिएट गर्नुपर्ने हुन्छ। सिम्पल्ली यहाँनिर चाहिँ क्रिएट च्यानल भनेर गरिदिनुहोस्। यहाँदेखि अहिले चाहिँ केही पनि चेन्ज नगर्दा हुन्छ, नामहरू चेन्ज गर्दाखेरि। अनि यहाँनिर च्यानल खोलिसकेको छ। यहाँनिर क्रिएट भिडियो भनेर देखाउँछ। हजुरलाई यही नाम नै मनपर्छ, हजुरले राखेको नाम नै मनपर्छ भनेपछि यही नाम राख्दा राम्रो हो। हजुरलाई च्यानलको नाम चेन्ज गर्नु छ भने सिम्पल हजुरले वाइट स्टुडियो एप तान्नु होला प्ले स्टोर युट्युबदेखि। हजुरसँग छैन भनेपछि अनि त्यसपछि हजुरको अकाउन्ट चुज गर्नु होला त्यसमा गएर। मैले चाहिँ यहाँनिर अहिले विकास ओली अकाउन्ट भन्ने चाहिँ चुज गरेँ। अनि यसको प्रोफाइलमा जानु होला। यहाँनिर पेन्सिलको आइकन छ, सिम्पल यो पेन्सिलको आइकनमा क्लिक गर्नुहोस्। यहाँदेखि नाम चाहिँ चेन्ज गर्नको लागि अब हजुरले नाम चाहिँ कसरी चेन्ज गर्ने, हजुरलाई जुन कन्टेन्टहरू बनाउँदै हुनुहुन्छ सेम त्यस्तै खालको नाम चाहिँ राख्दा अलिकति बेटर हुन्छ होला। हजुरको सर्चमा हजुरहरूभन्दा अगाडि त्यो नामदेखि अरूले त्यो च्यानलहरू खोलेको छ कि छैन भनेर पहिले युट्युबमा गएर सर्च गर्नु होला। जस्तो कि मैले चाहिँ च्याट जिपिटीलाई मैले खोल्ने च्यानलको नामहरू चाहिँ बनाउन लगाएको थिएँ। च्याट जिपिटीले नामहरू बनाइदिएको हुन्छ। जस्तो हजुरले कन्टेन्ट बनाउन मन लाग्छ हजुरलाई त्यस्तै नामहरू बनाइदिन्छ च्याट जिपिटीले। ल मैले चाहिँ यहाँनिर फ्याक्ट भर्स भनेर चाहिँ नाम चाहिँ चुज गर्न लगाएको थिएँ च्याट जिपिटीले। अनि त्यसपछि मैले चाहिँ यहाँनिर फ्याक्ट भर्स नाम राखिदिएँ अनि सेभ गरिदिएँ मैले सिम्पल यसलाई।
अनि त्यसपछि हजुरलाई अब यहाँनिर चाहिँ जे छ नाम अनि यो ह्यान्डलमा पनि हजुरले त्यही राख्नुपर्ने हुन्छ। अनि हजुरको पछाडि नेमको पछाडि एक दुईवटा हजुरलाई जुन राम्रो लाग्छ त्यो नम्बर चाहिँ राख्नु होला। मलाई फ्याक्टभर 6 मैले चाहिँ 6 नम्बर चुज गरेँ। अनि 6 नम्बर अलरेडी भएको हुनाले मैले चाहिँ यहाँनिर 45 चाहिँ चुज गर्दैछु। हजुरले एकपटक नर्मल चेक गर्दै जानु। 45 पनि अगाडि नै रहेछ, त्यो भएको हुनाले 444 चाहिँ चुज गरौँ। यो पनि अलरेडी रहेछ। 156 चुज गरेँ मैले। यो चाहिँ भयो। हजुरले जति बेलासम्म मिल्दैन त्यति बेलासम्म यो चाहिँ गर्नुपर्ने हुन्छ फ्याक्ट वर्स भनेर। अनि यो पनि सेभ भइसकेपछि हजुरले यहाँनिर डिस्क्रिप्सनमा आउनु होला। सिम्पल डिस्क्रिप्सनमा आएर हजुरले च्याटजिपिटीलाई नै डिस्क्रिप्सन कुन टाइपको भिडियो बनाउने त्यो टाइपको डिस्क्रिप्सन लेख्न पठाउँदा हुन्छ। मैले चाहिँ उसलाई नै लेख्न पठाएँ, मलाई चाहिँ ज्याउ लाग्छ। इङ्ग्लिसबाट मैले चाहिँ हजुरले नेपालीबाट लेख्नु होला। हजुर नेपाली कन्टेन्ट बनाउने हुन्छ नेपाली लेख्नु होला, होइन भने च्याटजिपिटीलाई दिएर इङ्ग्लिस कन्टेन्ट बनाउने हो भने चाहिँ इङ्ग्लिस गर्नु होला। त्यसपछि हजुरले नामहरू राख्नु होला। अनि हजुरले प्रोफाइल र च्यानल ब्यानर चाहिँ यहीँदेखि चेन्ज गर्नु होला। मैले चाहिँ सजेसन यहीँदेखि, किनभने यहाँदेखि चाहिँ डाइरेक्ट मिल्छ। अनि च्यानलहरू प्रोफाइल गर्न चुज योर फोटोज भनेर यहाँदेखि गएर च्यानलको नामहरू चुज गर्नु होला। मैले चाहिँ अहिले गरेन किनभने मेरोमा अलरेडी नै छ। मैले चाहिँ हजुरलाई सिकाउनलाई मात्रै खोलेको च्यानल हो नि त। यति नाम चेन्ज गर्नुभयो भने चाहिँ हजुर क्रोममा जाने, क्रोममा गएर चाहिँ यहाँनिर सर्च गर्ने। यहाँनिर studio.youtube.com चाहिँ सर्च गर्ने। अनि त्यो गरेपछि हजुरसँग अलरेडी वाइट स्टुडियो एप भएकोले चाहिँ गेट एपमा जान्छ। हजुरले त्यो नगरेर कन्टिन्यू टु स्टुडियो गर्ने। स्टुडियो गरिसकेपछि हजुरको स्टुडियोमा जान्छ र त्यहाँ गएर कन्टिन्यू गर्ने। अनि सबैभन्दा लास्टमा सानो सेटिङको अप्सन हुन्छ यो च्यानलको। हजुरले सेटिङमा जाने, सेटिङमा गइसकेपछि च्यानलमा जाने हजुरले। अनि चाहिँ हल्का जुम गर्नुपर्ने हुन्छ। एडभान्स सेटिङमा जाने। हजुरले सिम्पल चाहिँ यहाँनिर मेड फर किड भने बच्चाहरूको लागि मात्रै भिडियो बनाउने भने मेड फर किड गर्ने, होइन भने चाहिँ नो सेट दिस च्यानल एज नट मेड फर किड। आई एम अलमोस्ट नेभर अपलोड कन्टेन्ट द्याट मेड फर किड्स। यो चाहिँ किडहरूको लागि होइन, म चाहिँ किडहरूको भिडियो चाहिँ कहिले पनि अपलोड गर्दिनँ भन्ने अप्सन हो। हजुरले यो बिचको अप्सनमा क्लिक गर्नु होला, किनभने हजुरले बच्चाको लागि त भिडियो बनाउनु हुन्न होला पक्कै पनि। यदि बच्चाको बनाउनुहुन्छ भने एस सेट दिस फर मेड फर किड गर्नुपर्ने हुन्छ। यदि बच्चाहरूको भिडियो बनाउनु हुन्छ भनेपछि र भिडियो अनुसार चेन्ज गर्न चाहनुहुन्छ भने आई वान्ट टु रिभ्यू दिस सेटिङ फर एभ्री भिडियो गर्नु होला। किनभने मैले चाहिँ अब बच्चाहरूको लागि भिडियो बनाउँदैन, सो नट सेट दिस च्यानल गरेँ। अनि त्यसपछि फिचर एलिजिबिलिटीमा आउनु होला। हजुरले चाहिँ फिचर एलिजिबिलिटीमा आएर यो चाहिँ बनाउनै पर्ने हुन्छ। यो अप्सन चाहिँ इनेबल गर्नै पर्ने हुन्छ। जस्ट यहाँनिर चाहिँ फिचर एलिजिबिलिटीमा आएर चाहिँ हजुरले के गरिदिनु होला भनेपछि मेरो चाहिँ ब्याक भयो, अलिकति गाह्रो नै छ यो फोनमा। हामीले एडभान्स सेटिङमा गएर नो गरेको थियो। अनि फिचर एलिजिबिलिटीमा गएर हजुरले भेरिफाई फोन नम्बर, यो चाहिँ एकदम धेरै इम्पोर्टेन्ट हुन्छ। हजुरले युट्युब च्यानल खोल्नुभयो भने चाहिँ भेरिफाई फोन नम्बर गरेर चाहिँ हजुरले यहाँदेखि हजुरको यहाँनिर नेपाल चुज गरेर अलरेडी हुन्छ। यहाँनिर चाहिँ आफ्नो नम्बर हाल्नु होला, जस्तो आफ्नो फोनमा भएको सिम नम्बर हाल्नु होला। अनि त्यो गरेर नेक्स्ट गर्नु होला। उसले चाहिँ कोड पठाउँछ। कोड पठाइसकेपछि हजुरले त्यो कोड भेरिफाई गरिदिनु पर्ने हुन्छ। मैले चाहिँ अहिले गरेन किनभने मसँग अहिले चाहिँ त्यो नम्बर एउटा नम्बरदेखि 1 वर्षमा एउटा च्यानल मात्रै भेरिफाई हुन्छ। सो मसँग अहिले चाहिँ सिम नभएको हुनाले मैले चाहिँ त्यो गर्न भ्याएन। सो हजुरले चाहिँ त्यो गर्नै पर्ने हुन्छ। यसको फाइदाहरू म भन्ने छु अहिले। र च्यानलमा गएर हामीले चाहिँ यहाँनिर नो गरेको थियो। अनि फिचर एलिजिबिलिटीमा यो एलिजिबल गऱ्यो भने चाहिँ हजुरको के हुन्छ भनेपछि हजुरले सर्ट भिडियोभन्दा लङ भिडियो हाल्न पाउनुहुन्छ। यो एलिजिबल भयो भने लङ भिडियो 15 मिनटभन्दा धेरै लामो भिडियो हाल्न सक्नुहुन्छ। अनि त्यसपछि थम्बनेलहरू चुज गर्ने, जस्तो बाहिरदेखि थम्बनेलहरू चुज गर्न पाउनुहुन्न सुरुमै। हजुरहरूले यो इन्टरमिडिएट फिचर अन गर्नुभयो भने चाहिँ हजुरको
हजुरले चाहिँ युज गर्न पाउनुहुन्छ। थम्बनेलहरू राख्न सक्नुहुन्छ। थम्बनेलहरू राख्नको लागि नै हजुरहरूले चाहिँ यो इनेबल गर्नुपर्ने हुन्छ फिचर इलिजिबिलिटी माथि आएर। अनि यो एडभान्स सेटिङ भनेको चाहिँ हजुरहरूको यो आफै पनि इलिजिबल हुन्छ, पछि गएर आफै पनि इलिजिबल हुन्छ। अहिले इलिजिबल छैन भनेपछि अहिले चाहिँ नगर्दा नि केही फरक पर्दैन, तर हजुरले इम्पोर्टेन्ट भनेको अहिले सेकेन्डको चाहिँ इलिजिबल गर्नुपर्ने हुन्छ र एडभान्स सेटिङमा आएर नो गर्नु होला। बेसिक इन्फोमा हजुरले कन्ट्री चाहिँ चुज गर्नु होला। जस्तो हजुरले नेपाली भिडियो बनाउनुहुन्छ भनेपछि नेपाली गर्नु होला, हैन भने इन्डिया चुज गर्नु होला, किनकि बेस्ट अप्सन नै हुन्छ इन्डिया चुज गर्नु। हजुरले गेमिङ च्यानलहरू बनाउँदैछ इन्डिया नै चुज गर्दा मैले सजेसन दिन्छु। हजुर चाहिँ नेपालीमा भिडियो बनाउँछ भने नेपाल नै चुज गर्नु होला। मैले चाहिँ अहिले चाहिँ नेपाली बनाउँदैन, मैले चाहिँ युनाइटेड स्टेट चुज गरेँ किनकि अनि यहाँ चाहिँ हजुरले मेन इम्पोर्टेन्ट भनेको यहाँनिर हजुरले के राख्नुपर्ने हुन्छ भनेपछि च्यानललाई सर्च गर्दाखेरि हजुरको च्यानल आउँदैन भनेपछि त्यहाँनिर चाहिँ हजुरले च्यानलको नाम राख्नुपर्ने हुन्छ। जस्तो मैले फ्याक्ट वर्स, अनि जस्तो यहाँनिर चाहिँ फर्स्टमा फ्याक्ट यो चाहिँ नेमहरू यो चाहिँ हजुरले गर्नुपर्ने हुन्छ। फ्याक्ट वर्स मैले 1-2वटा राखेँ, अनि अगाडि पछाडि जसरी आउँछ त्यसरी चाहिँ हजुरले यहाँनिर राख्नु होला। अनि हजुरले जुन सम्बन्धी कमेडी भिडियो बनाउनुहुन्छ, कमेडी कमेडी भिडियो बनाउनुहुन्छ भने कमेडी बनाउनुहोस्। हजुरले जुन टाइपको भिडियो बनाउनुहुन्छ, सर्ट भने सर्ट भिडियो हाल्नुहुन्छ सर्ट, अनि त्यसपछि सर्टहरू यसरी लेखेर हजुरले जति सक्यो हजुरले बढीमा 20देखि 30 जति चाहिँ हजुरले यसरी गर्नुपर्ने हुन्छ। अनि त्यसपछि एडभान्स सेटिङ यो चाहिँ अहिले केही पनि गर्नुपर्ने हुन्न, यति मात्रै गर्ने। अनि अपलोड डिफिकल्ट एडभान्स यो चाहिँ एभ्री भिडियोमा बनाउने हो हजुरले। जस्तो हजुरलाई अब नेपाली कुन भिडियोमा क्याप्सनहरूमा के ल्याङ्ग्वेजहरू चुज गर्ने यो चाहिँ हजुरले केही पनि गर्नु पर्दैन, किनकि पछि गएर हजुरलाई जुनसुकै अवस्थामा जुनसुकै भिडियो पनि बनाउनु पर्ने हुन्छ। सो यो चाहिँ केही नगर्नु होला। हजुरहरूले चाहिँ त्यति मात्रै जुन कुरा सिकायो अनि त्यसपछि सेभ गर्नु होला। सिम्पल यहाँदेखि सेभ गर्नुभयो भने चाहिँ हजुरहरूको सही तरिकाले युट्युब च्यानल चाहिँ खुल्छ। हजुरलाई बस्नलाई 100 सब्सक्राइबर पुग्नुपर्ने हुन्छ। त्यसको लागि हजुरहरूले 100 सब्सक्राइबर भयो भने फिचर इलिजिबिलिटी माथि यो अप्सन, सेकेन्डको अप्सन मैले भने नि, जुन यो अप्सन अन गर्नुभयो भने हजुरको 100 सब्सक्राइबर पुग्न बित्तिकै लाइभ पनि बस्न सक्नुहुन्छ र कस्टम थम्बनेल भिडियो लङ गर्दैन 15 मिनट भनेको चाहिँ हजुरहरूले 15 मिनटभन्दा लङ भिडियो अपलोड गर्न सक्नुहुन्छ। यो चाहिँ भेरिफाई गर्नै पर्ने हुन्छ हजुरले युट्युब च्यानल बनाउनु भयो भने। र अर्को कुरा, हजुरले यो भेरिफाई गर्नु भएन भनेपछि त्यसलाई चाहिँ युट्युबले रिमुभ गरिदिन सक्छ, युट्युबले डिलिट गरिदिन सक्छ त्यो च्यानल हजुरलाई। सो हजुरले चाहिँ यसरी चाहिँ युट्युब च्यानलहरू बनाउनु होला। र हजुर यो बनाइसकेपछि युट्युबमाथि आउनु होला र युट्युबमाथि आफ्नो च्यानल हेर्नु होला। अहिले चाहिँ हाम्रो नेमहरू चेन्ज भइसकेको छ। अनि सिमोरमा जानुभयो भने चाहिँ यहाँनिर कन्ट्री नेपाल छ, नेपाल नै देखाउँछ। हामीले डिस्क्रिप्सन राखेको थियो, यसरी चाहिँ राखेको थियो। हजुरले सिम्पल यसमा चाहिँ हजुरले अब कुनै वेबसाइटको लिङ्कहरू यताउति राख्नु पऱ्यो भने चाहिँ हजुरले वाइट स्टुडियोबाट राख्दा नि हुन्छ, त्यो चाहिँ मैले सिकाउने छु। र अब हजुरले सजिलै भिडियोहरू अपलोड गर्न सक्नुहुन्छ यो च्यानलमा। च्यानल क्रिएट भइसकेको छ र हजुरले अब सर्ट भिडियो हाल्नुहुन्छ भने चाहिँ मैले चाहिँ हजुरलाई के सजेसन दिन्छु भनेपछि सर्ट भिडियो हाल्छ भने युट्युबदेखि चुज गर्नु होला। सर्ट भिडियोहरू हाल्नुहुन्छ भनेपछि हजुरले जस्तो सर्ट भिडियोहरू राख्न चाहनुहुन्छ भनेपछि हजुरले सर्ट भिडियो युट्युबबाट चुज गर्नु, युट्युबबाट चुज गर्नु सर्ट भिडियो। र लङ भिडियो हाल्छ भनेपछि लङ भिडियो हाल्नको लागि चाहिँ हजुरहरूले युट्युब स्टुडियोबाट चाहिँ भिडियो अपलोड गर्नु होला। युट्युब स्टुडियोबाट यहाँदेखि चाहिँ प्लसमा गरेर म चाहिँ हजुरलाई सही तरिकाले भिडियो हाल्ने पनि अर्को भिडियोमा भन्ने छु। यो भिडियो एकदम लामो भइसकेको छ। हजुरलाई च्यानल खोल्ने तरिका चाहिँ थाहा भयो र बिस्तारै बिस्तारै म हजुरलाई आगामी दिनहरूमा यस्तै खालको भिडियो हजुरहरूको च्यानललाई कसरी ग्रो गर्ने, कसरी भिडियो अपलोड गर्ने त्यो चाहिँ लिएर आउनेछु। यदि हजुरलाई मनपर्छ भने लाइक, कमेन्ट, सेयर गरिदिनु होला, किनकि यसमाथि मैले बोलेको कुराहरू सबै सही नहुनसक्छ। हजुरहरू पनि मभन्दा एकदम धेरै जान्न सक्नुभएको हुनसक्छ। यो चाहिँ मेरो फर्स्ट भिडियो हो, त्यति राम्रो छैन होला, त्यही पनि हजुरहरूलाई मन परेछ भने लाइक, कमेन्ट गरिदिनु होला।